हेलो गाइस, नमस्ते। टुर पिकनिक जाने वाला लोग ल गाइस हामी फाइनली राजा रानी आइपुग्यो। मन सफा, टोयलेट नि सफा। शेखर भन्ने भाइले 10 रुपियाँको खाएर चार्ज हुनुभएको छ। हेलो गाइस, नमस्ते। जोजोलोपा, वेलकम टु माई युट्युब च्यानल। इट्स माई सुजन श्रेष्ठ। अस्तिको ब्लग्स हेर्नु होला, कस्तो लाग्यो सबैजनालाई आफ्नो फिडब्याक दिनु होला कमेन्टमा। अनि अर्को कुरा, आजको एउटा सानो ब्लग छ, त्यो चाहिँ हाम्रो के को बारेमा छ भने पिकनिकको बारेमा छ। हामी चाहिँ लगभग रेडी भइसक्यौँ। यहाँदेखि केरकासम्म जोस् बाहिरबाट आफ्नै जे छ त्यही साधनमा आइसक्नु पर्ने। 5:30 भन्ने हुन्थ्यो, 5:30 बज्न आँट पनि सक्यो। अब अलिक हतार पनि छ मलाई। यहाँदेखि बाइकमा जान्छु होला सायद केरकासम्म मात्र गाडी आउँछ अरे। त्यस पछाडि 5:30 बजेदेखिको यात्रा छ हाम्रो राजा रानीसम्म हो। अहिले चाहिँ हामी कहाँ छौँ भाइ भन्नु त? केरखा आइपुग्यो हामी। अब जान लागेको पिकनिक। र गाडी दुधैदेखि हिँडिसक्यो अरे। लगभग 5-10 मिनटमा यहाँ आइसक्छ। 5:30 भनेको कति बजिसक्यो भाइ? 6 बजी नागिसक्यो हो। नेपाल टाइम के साह्रो ढिलो भइसकेको हो। धेरै ढिलो गऱ्यो। त्यही पनि ढिलो हुन्छ राम्रो हुन्छ भन्ने आशमा हामी गाडी पर्खिरहेको छौँ। यस हाम्रो ब्लग हेर्दै जानु होला। अब हम दिखाएंगे कैसे क्या पे क्या है राजा रानी की तरफ। तो ब्लॉग में मदद बने रहो। इस वीडियो में मिलते हैं आगे की वीडियो में। वेलकम टू गाइस। यो यहाँ हाम्रो ब्लग बन्दैछ। युट्युबर हो नि भाइ सुजन। ल गाइस, हमरा कॉलेज बस टूर पिकनिक जाने वाला लोग सभी हैं। ये करने के बाद क्या बोलने वाले। तो गाइस तुम्हें दिखाएंगे अब आगे का राजा रानी का व्यू एंड कहाँ जा रहे हैं। ल हामी चाहिँ बल्ल बल्ल राजा रानी आइसक्यौँ। ल हामी चाहिँ आइसक्यौँ। यो हाम्रो एउटा गाडी, 2टा गाडी। यो एउटा शुद्ध म्याजिक आमा भर्खर सामान अनलोड हुँदैछ। ल हामी चाहिँ उत्रिँदैछौँ। टकटकमा मात्र म छौँ, अरू चाहिँ छैन। हामी 2जना मात्र होइन, अरू भाइहरू दाइहरू पनि हुनुहुन्छ यहाँ, साथीहरू। ल यता चाहिँ प्याक छ अरे। प्याक भएर हामी चाहिँ यता जस एकान्त थुप्रोजना छौँ नि त, यस कारणले हामी यता मनोजको दामी प्रस्तुति छ। अबको झन् भर्खर सुरु हुँदैछ। युवाहरू पुरै आउँदैछ। मस्त दामी भ्यू छ यहाँदेखि। को भएर सड आइसक्यो। भ्यू त राम्रो छ लेक पुरै। त्यो भाइ कहाँ गएछ? ए त गाडी यहाँदेखि ल त्यो त देखाउनु हुँदैन नि त। भाइहरूले बनाउनुको लागि पुरै जुगाड। अब बारबेक्यू पनि हो क्या पुरै। हामी ए राम्रो रहेछ त्यहाँ पनि भ्यू। आमा ठाउँ त दामी। कहाँ उता यता म त अघि पो भइसक्यो केही छैन। गाइस हामी फाइनली राजा रानी आइपुग्यो। हाम्रो सामान झर्ने कार्यक्रम हुँदैछ। सामान झर्छ। सुरुमा हाम्रो चिया ब्रेड हुन्छ होला। अनि अहिले चाहिँ हामी सर्ट आएको छ र शौचालय सर्चिङ छौँ। कहाँ छ होला? अलिक खोज्नु गाह्रो भयो शौचालय। माझी टोयलेट हेर्नु। नेपालीबाट शौचालय, इङ्ग्लिसबाट टोयलेट, जङ्गलै जङ्गल वरिपरि जस पिकनिक खानको लागि एवन ठाउँ छ। तर बाटो चाहिँ बनिँदै रहेछ। खासै राम्रो छैन। त्यही पनि अब 1-2 वर्षमा पिच बनिसक्छ होला है। शौचालय भेटियो यहाँ छ। ल गाइस, एउटा राम्रो ठाउँ छ राजा रानी। र
राम्रो ठाउँमा टोयलेटमा राम्रो कुरा लेखेको रहेछ मन सफा टोयलेट नि सफा देख्नुभयो नि मन सफा टोयलेट नि सफा हेर्न सक्नुहुन्छ आम्मामा ठाउँ यो पुरै वा हेर्नु त मामा पुरै हरियाली हरियाली भन्दा चाहिँ नेपाल त्यसै हो रिच इन फरेस्ट रिच इन नेचुरल डाइभर्सिटी भनेको यही हो क्या यस्तो दामी ठाउँ साउन्डहरू ल्याइसकेको रहेछ त्यही पनि यो ठाउँ होइन हाम्रो उता हो के उता पारी के अरे भाइ अब हाम्रै क्लासबाट पनि अस्ति भर्खर गयो हामी बोलाउन आइदिएको जस्तो भइदियो हाम्रो क्लासबाट 2 जना मात्र छौँ हामी मात्र होइन हेर त्यत्रो दुःख अनि यस्तो हावा हिँड्दो यता आएको दिनहरू पनि छ त ए के गर्दैछ भने यत्तिकै पढ्दै के पढ्नु पढेको अब क्लास त हुन्छ त्यति घरतिरै यतै बस्छ होइन घरतिरै गाउँ बसेर पैसाको नाश मात्र हो अस्ति हरियाली बन्द गएको थियो नि त्योभन्दा राम्रो लाग्यो त्यहाँ ठिक्क लिमिटेड मात्र है एउटा यसमा मिस भनेको एउटा पार्क केटाकेटीलाई खाइदिँदैन नि त तिम्रो 8 रुपियाँ ब्रेड र च्यामै उकास काटिसक्यो र हाम्रो चाहिँ अन्डा खाने कार्यक्रम चल्दैछ मनोज र म अनि यहाँ 2 जना हुनुहुन्छ जाउँ हिँड न कहाँ दिन्छ त्यसरी एक वटा गर्दै पो दिने हो अन्डा ले लो ओइ मा मेरो तेरे हैन ल मनिषालाई बोलाउ न बोलाउ अझै ऊ उता पनि आउँदैन अरे क्या लगिदिन्छु भयो भयो ल ल हामी चाहिँ खाजा खाएर हिँडिसकिहाल्यौँ खाजामा के थियो भने हाम्रो अन्डा चिया ब्रेड अनि नन भेजलाई के थियो भन्नु त समोसा भेजलाई समोसा निम्की लड्डु थियो र राम्रो व्यवस्था भयो र हामीले अहिलेको लागि चाहिँ पेट पूजा गरिसक्यौँ र हामी चाहिँ अहिले भ्रमणको लागि सर र पोखरी हुँदै 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 यता मन्दिरतिर जाँदैछौँ र हामी चाहिँ यसो एक राउन्ड हानेर आइसक्यौँ अब फेरि पिकनिक स्पटमा जान आँटेको छ पिकनिक स्पटमा गएर केको स्थिति सहयोग गर्नुपर्ने छ भने हामी त्यहाँ सानोतिनो हेल्प गर्छौँ अनि यता हाम्रो गन्तव्य हाम्रै एउटा प्लान छ त्यसमा हामी लागि पर्छौँ हेर्दै जानुहोस् कस्तो लाग्छ सबैजना लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनु होला र हाम्रो अघि हुनुहुन्छ हाम्रो मनोज सर पार्टी चलेगी सेक्स इन द मॉर्निंग जी भर के नाचले बेबी नाच नाच के तोड़ दे सैंडल आंटी पुलिस बुला लेगी तो यार तेरा कर लेगा हैंडल लो भाइ देऊ न देऊ बिवेट लो कमाले लो 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 वाह कार्यक्रम सुरु भइसक्यो काटेर थाप्ने होइन जाउँ न तर भोला खाइरहेको अहिले खानु हुँदैन नि
ओके उहाँलाई 3 थर्कल लगाएर 10 लाखको हन्डी उठाउन पठाउँदैछौँ हामी। ओके उहाँलाई 3 थर्कल लगाएर 10 लाखको हन्डी उठाउन पठाउँदैछौँ हामी। खै त उहाँलाई सपोर्ट, धेरै सपोर्ट गरौँ। उहाँले पक्कै पनि 10 लाखको हन्डी उठाउनु छ भन्ने छ। ओके तपाईँलाई हामी सिधा राखिदिन्छौँ, मिस्टेक राख्दैनौँ, तपाईँलाई हामी एकदम मिस्टेक राखिदिन्छौँ। ओके तपाईँ जान सक्नुहुन्छ। खड्ग बहादुर दाहाल हुनुहुन्छ। ओके उहाँ जाँदै हुनुहुन्छ, जाँदै हुनुहुन्छ। उहाँले 10 लाखको हन्डी पक्कै उठाउनु हुनेछ। ओके उहाँ जाँदै हुनुहुन्छ। ओके हाम्रो ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँको हामीले यस खेलमा भरिपूर्ण मनोरञ्जन दिनु हुँदै थियो। खड्ग बहादुर यो चाहिँ अहिलेको 4:30 बजेको खानाको कार्यक्रम चल्दैछ यहाँनिर। चम्ची दिँदै हुनुहुन्छ यहाँ मलाई। थ्याङ्क यू सो मच। अब यहाँ हाम्रो खाने कार्यक्रमको सुरु हुँदैछ। मासु लास्टमा छ है। के हो र? अनि अब के खानु? स्टामिट सकेको छ ल अब यहाँ कसैले पुलाउ नपाएको अवस्थामा परिएको छ। मेरो भागमा चाहिँ अन्तिम पुलाउ रहेको रहेछ। के गर्नु? मेरो भाग त अफसोस नपर्ने पो रहेछ त। कसैको बाडी चुडी खाना मिल्थ्यो भने खाँदा हुन्थ्यो। मेरो चाहिँ प्लेट रित्रेको छ नपाएर। अब के गर्नु? पुलाउ सकेर हामी यहाँ भुजा खाने प्रस्थानमा पुगिरहेको छौँ। यहाँ सन्तोष दाहालले हामीले भुजा हालिदिँदै हुनुहुन्छ। होइन त्यस्तो नभनौँ न, त्यस्तो होइन म। यहाँ मलाई कसैले सलाद हालिदिँदै हुनुहुन्छ। ओहो यहाँ हाम्रो हुनुहुन्छ अर्को हिरो। थ्याङ्क यू। मैले चाहिँ पुलाउ खान नपाएर भुजा खाने प्रस्थानमा परेको छु। थोरै यता साइडमा। म चाहिँ पनिर खाने प्रस्थानमा हो। त्यो दाल खाँदिनँ, पनिर खान्छु। मलाई ढुङ्ग्री हालिदिने चाहिँ हाम्रो अश्विन दादा हो। ल यहाँ चाहिँ मासु छ, तर त म मासु चाहिँ खाँदिनँ, त्यही हो। पछि हाम्रो कार्यक्रम सकेर हामी फर्किन तस्करमा लागिरहेको छौँ। यसमा हुनुहुन्छ हाम्रो यहाँ सर। ऊ पर देखिँदै गरेको हाम्रो उहाँ सुजन दादा हुनुहुन्छ।
यहाँ हाम्रो 12-11 को बहिनीहरू अनि भाइहरू ल कसम म फेरि त्यस्तो छुइनँ नि। यहाँ हाम्रो सुजन दादा हुनुहुन्छ र मनोज दादा। हाई फर्किँदैछौँ, हामी जाँदैछौँ गाइजहरू। सबैजना दाई हुनुहुन्छ अगाडि, हाम्रो ड्राइभर दाई, प्यारो दाई, उता हाम्रो हुनुहुन्छ दाई सबैजना। गइ 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 शेखरले, हाम्रो शेखर भन्ने भाइले 10 रुपियाँको खाएर चार्ज हुनुभएको छ। केही बोल्नुहुन्छ कि यसको बारेमा? दिस इज द भ्यू। हाम्रो चाहिँ लगभग अब लास्ट स्टेजमा भइसक्यौँ। पिकनिकहरू सबैजना गाडीमा आउनु थालिसक्नु भयो र हाम्रो पिकनिक चाहिँ रमाइलो भयो। अलिकति केही गुनासो छैन पनि र रमाइलो ठाउँ छ। सबैजना आइदिनुहोस्। यहाँ खोलाको बारी हरियाली छ पुरै, लेक साइड पुरै मन्दिरदेखि लिएर खेल्ने ठाउँ हेनदेन सब रहेछ। देख्न सक्नुहुन्छ कति क्लिप्सहरू छुटेको होला, कति क्लिप्सहरू मिस भयो, कति के भयो त्यो जस्ट सबै कुरा क्याप्चर गर्नु सकिएन पनि भ्याइएन भने कहाँदेखि कहाँ हिँड्ने हो। जस्ट जति सक्दो मोबाइलमा चार्ज पनि भएन एक त कुरो। अब हामी लगभग हाम्रो 2टा बस यहाँ छ, हाम्रो लगभग सकिन आँटिसक्यो। लगभग अब गाडी इन्डिङ तर्काउँछौँ हामी। जान्छौँ ओर्छौँ। अब गाडीको सिट प्रायः फुल भइसक्यो होला। सिटमा बस्छौँ अनि हिउँ न, सिटमा बसेँ रमाइलो गर्दै घरतर्फबाट जाने। I got broads in Atlanta, just to throw me in the family. Credit cards and the scammers, hitting the licks in the band. Legacies.